नमस्ते गाइज, घरको तला छतको लागि पूजा भइरहेको छ। भोलिदेखि स्टार्ट हुनुहुन्छ। यो आज शिवरात्रि 2082 11 महिना 3 गते छोरीले पूजा गर्दैछन्। यतापट्टि छ टिना, लीला छोरी छ, यतापट्टि छ ग्रीष्मा, यता छ अब नातिनी छ यतापट्टि। यो छोरी छ, यता हेर छोरी, छोरी मेरो छोरी पनि यतापट्टि यहाँ हुनुहुन्छ। यता बाहिर बसेर हुनुहुन्छ। अनि बुहारी फ्यामिली पनि छन्। अब यो सुन्दर छ उसको लागि। अब बानेर शुभ साइडको निकालेको छ। थ्याङ्क यू अल अफ यु फर दिस ब्युटिफुल मोमेन्ट। यतापट्टिको लागि अब यहाँ चाहिँ मेरो भाइको रविको यता पूजा भइसकेको छ। नानीले गरिदिइसक्यो यता दुई ठाउँमा। त्यस पछाडि यतापट्टि अब एउटा ध्वजा चाहिँ उतातिर बान्नुपर्छ है नानी, बाहिरतिर एउटा यहाँ अहिले किन छोडा त्यहाँ दाइहरूले गर्छन्। यतापट्टि छ नातिनी घरको लागि। यतापट्टि झ्यालहरू बनाएर राखेका छौँ। झ्याल ढोकाहरू ब्रेडनगर 8 खजुरा सुर्खेतबाट गरिरहेका छौँ। भइसकेको छ। अब यो लगभग पूजा गरेको छ। दाइहरूलाई यो गर न, यो दाइहरूले पनि यताले गर्नु पठाऊ गरिरहेको छ। मेरो छोरीहरू छन् यतापट्टि। छोरीहरू यता फोटो खिच्दैछन् उसमा गरेको लागि। बुहारीको पनि यता अब सायद भोलिदेखि सुरु हुन्छ। र सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र यो भिडियोलाई हेरिदिनु होला, लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दै आजलाई बिदा हुन्छु। हवस् त, ल छोरीहरू बाई बाई गर, म बिर्छु। थ्याङ्क यू, गुड बाई, हेभ अ गुड डे, ह्याप्पी महाशिवरात्रि सबैलाई, बाई।